नेपालले गेम हार्यो भनेर यति जो तिमीहरू बदर 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 गरिरहेछौ नि एकचोटि गएर म्याच हेर त कस्तो हुन्छ भनेर। त्यो खालि त्यो म्याच रिजल्ट हेरेर त्यहाँ हार्यो भनेर भन्ने त्यहाँ पोस्ट हालिदिने, जे पायो त्यो लेखेर पोस्ट हालिदिने, गाली गरिदिने, यता गरेर हालिदिने। पहिला म्याच हेर न, म्याच हेर्दाखेरि झन् यस्तो गाली गर्न मन लाग्छ, यस्तो गाली गर्न मन लाग्छ। त्यसपछि थाहा हुन्छ तिमीहरूलाई। पहिला तिमीहरू म्याच हेर अनि त्यसपछि गाली दियो क्या। यस्तो गाली गर्ने मान्छे चाहिँ छोड्दै यस्तो कुरै छोड्दै क्या। यो प्लास्टिक गाली गर्ने के खेल्या यार, नेपालीले के खेल्या। 4 खेलमा 4 हार। त्यो नि अहिले कम्पिटिसनमा भनेको एउटै मात्र नामिबियासँग, त्यो यो अगाडिको खेल अलि कम्पिटिसनमा। बाबरे यार के खेलेको कसम, म त हेर्छु बलिङ त्यस्तै छ, ब्याटिङ त्यस्तै छ। के भएको यार, कि सबै नेपाल टिमकै फर्म एकैचोटि गएको हो कि सबैको फर्म सँगै गएको हो कि। करण केसी भएको होइन, करण केसीले 2टा गेममा चाहिँ राम्रो गर्यो बलिङ, ब्याटिङ नि आज हिजो राम्रै गर्यो यार। बलर आएर छक्का हान्छ, ब्याटरले एउटा चौका हान्न सक्दैन। अरे म त देखेर छक्क पर्छु। गेम हेर न केटाहरू, पहिला तिनीहरू गेम कसरी खेल्छ तिनीहरूले। गेम हेर्दाखेरि यस्तो डर लाग्छ, मन ढुक ढुक अब गयो फेरि बलिङ गर्न आउँछ। उता हान्नु छैन, आएको छ खालि टक्क गरेको छ, ब्याटै उचाउन सक्दैन यहाँ तिनीहरूले। ब्याट उचायो भने क्याच आउट भइहाल्छ, भुइँमा हान्न सक्दैन। के भएको नेपाललाई। अलि यार वर्ल्ड कपको सपना देख्ने, यो तरिकाले वर्ल्ड कपको सपना देखिन्छ। अब हामी इन्डियालाई हराउँछ भन्ने सपना देख्ने, पाकिस्तानलाई हराउँछ, बङ्गलादेशलाई हराउँछ, भोलिको दिनमा हाम्रो टिम पनि तिनीहरूको जस्तो बन्छ भनेर सपना देखिरहेका होइन। अब यिनीहरूको गति भनेको भोलि मङ्गोलिया आएर हराउँछ। यसरी खेल्यो भने त एकदिन फिक्स हराउँछ मङ्गोलिया। फिक्स मङ्गोलिया विरुद्ध यिनीहरूले रेकर्ड राखेका छन् नि, त्यो रेकर्ड उनीहरूले आफै आएर तोड्छ यिनीहरूसँग, यदि अर्को म्याच यिनीहरूसँग पर्छ भने। गाह्रो छ यार नेपालीलाई त। ढुकढुक गराछ, तडपाछ होइन। डरमा कसम म भन्छु होइन, जसले फुल म्याच हेर्छ नि त्यो भनेको मर्दै हो क्या, सिधा कुरा। यिनीहरूले यस्तो कन्डिसन बनाइदिन्छ म्याच हेर्नेलाई। त्यहाँ गाली नि कस्तो आएको हुन्छ थाहा छ। एकदम रमाइलो हुन्छ। फिक्स थाहा छ सबैलाई यिनीहरूले गेम हार्छ भनेर। अब आश पनि छैन यिनीहरूबाट, गेम जित्ने आशै छैन। अब गेम जित्ने आश कोसँग हुन्छ, मङ्गोलिया आओस्, कतार आओस्, त्यस्तै टिमहरू आओस्, यिनीहरूभन्दा अलिक कम लेभलको नयाँ जस्तै 1 वर्ष भयो गेम खेल्न सुरु गरेको, मात्र गेमै सुरु गर्न लागेको छैन, यो वर्षदेखि आउँदैछ। त्यस्तो टिम पर्यो भने चाहिँ फिक्स जित्छ केटाहरू। रेकर्ड राख्छ होइन, रेकर्ड राख्छ, नत्र छैन। अब यिनीहरूको गेम यस्तै हो। यिनीहरूलाई समर्थन बढी भएर हो कि